दुबईमा गाडी किनेको छ हैन, कसरी किन्यो होला, कहाँबाट पैसा आएको होला। तपाईहरुलाई चाहिँ म आज आफ्नो मेरो पर्सनल लाइफको बारेमा चाहिँ मेरो स्ट्रगल म यहाँसम्म पुग्नुको र अझै अगाडि म कसरी जाँदैछु भन्ने तपाईहरुलाई म भन्न गइरहेको छु। जति नै मेरो सर्कलमा मलाई चिन्नु हुने मेरो भनौँ न आफन्तहरू, चिनजाने साथीहरू अब उहाँको मनमा चाहिँ लाग्यो होला यसले चाहिँ थुप्रो कमाएको रहेछ पैसा हैन, कसरी गाडी किन्यो दुबईमा हैन, कसरी म्यानेज गर्दै होला लाइफ भनेर सोच्छन् होला। बाहिर देख्ने संसार र आफूले भोग्ने संसारमा फरक हुन्छ है। हरेक मान्छे भइसकेपछि हरेक मान्छेको लाइफमा आफ्नो प्रब्लम हुन्छ, हरेक तनाव हुन्छ हैन। त्यही भएर एउटा छोरा मान्छे केही सपना बोकेर विदेशको ठाउँमा आइरा हुन्छु, कति उताप चढावहरू होला। त्यो बीचमा मलाई पनि मेरो लाइफमा कति प्रब्लम आएको होला, त्यो सबैलाई पार गर्दै, त्यो सबैलाई पछाडि धकेल्दै हैन, स्टिल मसँग छ पनि अझै पनि हैन। त्यसलाई नहेरिकन मैले चाहिँ यो गर्ने हो, यसरी चाहिँ जानुपर्छ भनेर सोचेको, एउटा सोच बनाएर हिँडेको मान्छे हो म। र आफ्नै दुःख आफ्नै पीडा आफ्नो ठाउँमा छ। इभन मैले आफ्नो घर फ्यामिलीलाई अझै पनि खुसी, उनीहरूको सोचेको जस्तो मैले बन्न नसकेको होला र देखाउन नसकेको होला, आफ्नो ठाउँमा छ। तर यो बीचमा पनि मलाई धेरै ठुलो प्रब्लमहरू आएको छ हैन। यो 1-2 वर्षको अन्तरालमा यस्तो प्रब्लम आएको छ कि म जिन्दगीमा केही गर्न सक्ने लायक भएको छैन। यो मेरो कुनै नियतले हैन, कुनै आफ्नो सोचेर यस्तो होला भन्ने गरे हैन। काम गर्न पुग्यो, काम गर्दा गर्दै केही कुराहरुमा फसेको छु हैन। त्यो कुनै समय आउला बोल्न, म बिस्तारै भिडियो पनि बनाउँछु। तर म चाहिँ आज त्यही कुराको जड बनाएर, त्यही कुराबाट सिकेर मैले यो हिम्मत गरेको। मसँग 1 रुपैयाँ पनि छैन, जिरो डाउन, मसँग भनेको जिरो सेभिङ हो है। अहिलेसम्म मैले जति कमाए जे गरे पनि आफ्नो पर्सनल लाइफमा भएको प्रब्लमहरू खेल्दै ओर्दै त्यस्तो ब्याकअपहरू केही सेभिङ थिएन। सम्पत्ति भनेको मेरो घर फ्यामिली, मेरो वाइफ भनौँ न, मेरो त्यो कुराहरू मात्रै हो, अरू केही पनि छैन। तर जबसम्म आफ्नो घर फ्यामिली साथमा छ, आफ्नो लाइफ पार्टनर आफ्नो साथमा छ, सबै कुरा एचिभ गर्न सकिन्छ। जुन लास्ट टाइममा चाहिँ म ठुलो प्रब्लममा फसेको छु, त्यही प्रब्लमले नै मलाई आज यस गर्न बाध्य बनाएको। मलाई मेरो माइन्ड सेट नै गरेको कि अब यसै फसिस एकचोटि त रिस्क लिनै पर्छ लाइफमा। त्यो रिस्क नलिन्जेसम्म चाहिँ तैले लाइफमा केही गर्न सक्दैनस् भन्ने मेरो माइन्डमा चाहिँ त्यो खेल्या भएर चाहिँ मैले चाहिँ हैन, अब म आफ्नो यहाँनिर मन्थली कमाएर त्यो प्रब्लम सल्भ गर्नुभन्दा त म अझै रिस्क लिन्छु। बरु त्यसपछि म सबै कुराहरू खेलाउँदै आफ्नो लाइफमा फोकस गर्छु भनेर नि म अहिले यो काम गरेको हो। मसँग पैसा सेभिङ जिरो थियो। साथीभाइको मलाई जसले मान्छ, जसले मसँग कारोबार गरेको थियो, तिनीहरूको ट्रस्टको साथै र मलाई आफ्नो घर फ्यामिलीबाट अलिअलि सपोर्ट मागेर र बाँकी म अझै स्टिल म त्यो प्रोसेसमै छ। तर मैले काम सुरु गरेको हो, किनभने यो विदेश हो, यहाँनिर आफूसँग डकुमेन्ट छ भने अप्सनमा मजाले गर्न सकिन्छ। एउटा त्यो बाटो चाहिँ देख्नु पर्यो हैन, कसरी गर्ने हो भन्ने कुरा थाहा हुनुपर्छ। डाउन पेमेन्टबाटै सुरु गरेको हो। एकैचोटि त यहाँको त्यो प्राइसमा किन्यो भने नेपाल करोडौं पर्छ इभन यही गाडीलाई। भनेपछि मैले त्यसरी सुरुवात गरेको छु। तर मान्छेहरूले जे जस्तो सोचे पनि हैन, आफ्नो दुःख आफ्नो पीडा आफैलाई थाहा छ। म कुन अवस्थादेखि कसरी स्टार्ट गर्दैछु र म अब कसरी जाँदैछु भन्ने कुरा मलाई थाहा छ, मेरो घर फ्यामिलीलाई थाहा छ। बाहिरको मान्छेहरूले त एक टन्न पैसा होला, एकैचोटि गर्यो, यताउता अझै कमाइरह होला भनौँ न। अहिले स्टिल म अझै 1 वर्षको बिचमा त म स्ट्रगलमै जाने हो नि। त्यो बिचमा मान्छे कमाउँदै होला, मलाई हेल्प गरेन, मलाई सपोर्ट गरेन भन्छन् होला। तर मलाई त्यो कुरालाई म अब हेर्दिनँ, फोकस पनि गर्दिनँ। म कुन अवस्थामा यहाँनिर चलिरहेको छु त्यो कुराहरूलाई चाहिँ म
फोकस गर्दै आफ्नो लाइफमा बिजी हुन्छु। त्यही ठुलो कुरा होइन, यो टाइममा चाहिँ ल है भनेर बेस्ट अफ लक दिनु, मान्छेको चाहिँ राम्रो काम गर्दैछ भने एउटा हौसला दिनु नै ठुलो कुरा हो। त्यो मैले यो बिचमा देखिरहेको छु र आफूले भोग्दैछु। अर्को कुरा भनेको चाहिँ जब मान्छेलाई पर्छ नि तब मान्छेलाई होस आउँछ क्या। एकचोटि लड्न नै पर्ने रहेछ न, जब लड्छ बल्ल आफूले चाहिँ उठ्नु खोज्दो रहेछ। तर यो टाइममा चाहिँ राम्रो कुरा थाहा पाइयो, नराम्रो कुरा थाहा पाइयो, मान्छे को आफ्नो को पराई होइन, को राम्रो को नराम्रो भन्ने सबै चिनिने मौका पाएको छु। तर यही कुराबाट सिक्दै अब आउने दिनहरूमा पनि म अगाडि आफ्नो लाइफमा चाहिँ राम्रो बनाउनु कोसिस गर्छु, आजभन्दा भोलि झन् बेटर। यो मेरो एउटा सपना मात्र होइन, मेरो फ्यामिली पुरा होल मेरो आफन्त जिम्मेवारी पनि हो होइन। उनीहरूको लाइफको लागि, उनीहरूको खुसीको लागि मैले अझै राम्रो काम गर्नलाई मैले यो कुराहरूलाई चाहिँ आफ्नो काँधमा लिएर हिँड्दैछु। त्यही हो गाइज, अब होइन मान्छेको जब पर्छ तब मान्छेलाई थाहा हुन्छ क्या मैले अब चाहिँ के गर्नुपर्ने भन्ने कुरा चाहिँ। यो कुरा चाहिँ याद गरेर राख्नु, जिन्दगीमा इच्छा जहाँ छ चाहना त्यहाँ छ क्या। पैसा ठुलो कुरा होइन, पैसाले मात्रै हुँदैन, तर आफ्नो इच्छा चाहना र आफ्नो एउटा हिम्मत पनि चाहिन्छ। त्यही भन्न चाहन्छु म त।